नमस्कार साथीहरू, आज म खसीको खुट्टाको सुप बनाउन गइराखेको छु। सर्वप्रथम मैले एउटा प्यान तताउनलाई राखेर थोरै त्यसमा तेल मैले हालेर त्यसमा थोरै मेथी, ज्वानो अनि सुकमेल अनि ल्वाङ अनि दालचिनी हालेर मैले त्यसमा एकछिन पकाएँ अनि आधा टुक्रा प्याजलाई काटेर पनि त्यसमा हालेँ अनि हरियो खुर्सानी दुईवटा काटेर त्यसमा हालेँ अनि बेसार धनियाँ अनि जिराको धुलो 1.5 चम्चा हालेर यसलाई चलाएर त्यसमा मैले खसीको खुट्टालाई हालेर एकछिन चलाएँ। स्वादअनुसार नुन पनि त्यसमा हालेँ अनि लसुन र अदुवाको पेस्ट पनि त्यसमै हालेँ अनि सानो सानो दुईटा गोलभेडा काटेर पनि त्यसमै हालेर यसलाई एकछिन पाक्नलाई राखेँ मिडियम टु लो हिटमा चलाएर। अब यो एकछिन पाकिसकेपछि अब यसमा मैले 1.5 गिलास जति मैले पानी यसमा एड गरेँ अनि चलाएर यसलाई छोपेर एकछिन पाक्न दिन्छु म। यसलाई छोपेर मजाले 7-8 मिनेट पकाउने मिडियम टु लो हिटमा। अब यो पाकेर तयार भइसकेको छ। यसमा हाल्नको लागि मैले हरियो धनियाँ र हरियो लसुनलाई काटेर राखेको थिएँ, त्यो पनि यसमा एड गरेँ मैले। यसलाई चलाएँ। वाउ, अब यो देख्दै खाउँ लाग्ने भएको छ। चिसो महिनामा तातो बनाएर खाँदा त वाउ कति मिठो हुन्छ। यदि तपाईहरुलाई पनि मैले यस्तै भिडियो बनाएको मन पर्छ भने लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला है त। धन्यवाद।